ए के हेरेको नानी बाबु मजा आयो हेरेको छ भन्दै या दिदी लडिरहेकी छिन् आज हाम्रो छुट्टीको दिन आज हामीले के बनाउँदैछौँ आज हामीले बन्दैछ आलु भेजा फ्राई के अरे आलु भाजी फ्राई अब आलु भाजी फ्राई बन्दैछ गाइजहरू वेट गर्नु होला आलु भाजी फ्राई आलु भाजी फ्राई बन्न गइरहेछ आज आर्यताले बनाउँदै हुन्छ आलु भाजी फ्राई कसरी बन्छ होला तपाईँ भन्नुहोस् त ल तेल हालेर नुन हालेर अनि एकछिन ओइल्याएर तेल र नुन मात्रै हाल्छ अनि त्यो अरू चाहिँ हाल्दैन बेसार जिरा अनि बेसार ओके आज ल आर्यताले बनाउँछ ल आर्यताले केमा बनाउँछ आज हाम्रो कराई देखाइदेऊ त्यो हो कराई त्यो को हो कराई यस्तो बनाउँछ आलु फ्राई होइन देखाउ कराई राम्रो राम्रो एकदम फ्राई पनि छ नि हाम्रो खतरा वा कराई यस्तो खतरा कराई यो कुन कराई हो वक प्यान ओहो यसमा फ्राई गर्छन् आज आर्यताले ओके ल रेडी हो अब के प्याज काट्नु प्याज हाल्ने नहाल्ने प्याज मन पर्दैन तपाईँलाई मन पर्ने सब्जीहरूमा के पर्छ भन्नु त आर्यता अनि चना अनि भर्खर उठ्दै हुन्छ महारानी मैसाब महारानी उठेर महारानीको आगमन भएको छ महाराजले के गर्नुहुन्छ महाराजी ओहो आज हामी नयाँ फ्राई प्यानमा गर्दैछौँ आराध्या एक्साइटेड हुन्छ फ्राई प्यान देखाउँ त कति तेह्र 160 सबको फ्राई प्यान हुन्छ 1000को फ्राई एकछिन यसमा हाल्ने होइन एकछिन यहाँ म बनाउँदैछु फ्राई प्यान कहाँ किनेको भनिदिनु पर्यो आराध्या यो फ्राई प्यान ब्लू हाइपर मार्केटमा किनेको संसारीको जुन कि मैले खोलेको त्यस्तो जोतको कुरा नगर्नुहोस् त्यहाँ सिधै कुरा गर्नुहोस् संसारीमा खै कहाँ खोलेको कतिमा किनेको त्यहाँ प्राइस हेर्नुहोस् प्राइस पत्याउनु हुन्न वा 1020 रुपियाँ हो एकदम स्वरोजगार स्टिल डिप प्यान 28 सेन्टिमिटर 34 1935 एक्सपायर डेट लेखेको छैन ओके ल राम्रो रहेछ एकदम अब यसलाई हामीले चाहिँ राख्दैछौँ बनाउनको लागि फ्राई प्यान ल आगो त लाउनुहोस् फ्राई प्यानमा आगो लाउनुहोस् न त फ्राई प्यानमा आगो त्यो होइन अर्को फ्राई प्यान त्यो हो त्यसमा चाहिँ त्यहाँ लाउनुहोस् न आगो लाउनुहोस् ग्यास बाल्नुहोस् छिटो अहिले ग्यास बाल्नुहोस् भन्दैछु ल अन भइ ख्यास पार्नुहोस् ख्यास छिटो बलिसक्यो अन गर छिटो अरे ओ लु अब त्यसलाई ए बल्ल फाइनली आगो बालेको छिन् हाम्रो आराध्याले अब त्यसमा घिउ हाल्छिन् तातेर घिउमा हाल्छिन् घिउ हामी त आराध्याले घिउमा मात्र खान्छन् होइन तेल पनि खान्नन् उसको मेन फेभरेट सब्जी भनेकै आलु हो जिन्दगीमा आलु छैन नि उहाँको एकदम डेन्जरम स्थिति हुन्छ ल 30 रुपियाँको घिउ थोरै हुन्छ गाइस घिउ 30 मा आउँछ अलिकति सत्य तथ्य कुरा बोल्नुहोस् तपाईँ ढाँटेर कुरा नगर्नुहोस् माई फ्रेन्ड ल अब तपाईँलाई म अब एकदम भिडियो क्वालिटीको लागि लाइट बाल्दिन गइरहेछु यस भिडियोको लागि लाइट आइरहेछ ल ढाँटेर ओइ त्यस्तो होइन यहाँ हाल्नुहोस् खै हाल्नु न हाल यता साइड बिचमा हाल न त्यो धेरै तात्नेर डढी पो गइगयो कराइको फ्राई पनि कस्तो लिएर आइयो कि हो हाल छिटो पड्किँदैन चम्ची राख न छ्यास पार ए तातो रहेछ त डढ्ने रहेछ हौ फ्राई पनि त काम नदिने रहेछ क्या ला धुवा ल्याउ त्यो चिज ल्याउ आलु ल्याउ आलु मेथी हाल्दिनौ छिटो डढो हाल होइन एकवटा हातले हाल न थोरै छिटो सानो आगोमा पकाउने हो छिटो हालिहाल न हाल आज उनले नै बनाएर ल यस आज हाम्रो स्पेसल बनाएर उसले अब यसरी नै सिकेर गएर भविष्यमा पनि भात पकाउँछिन् भन्ने लागिरहेछ अब यसलाई अलिकति आगो बढ्यो चलाउने अहिले हालेर जानु भएन
मिठो हुन्छ त्यहाँ पहिले मजाको मिठो हुँदैन घिउमा मिठो हुँदैन छिटो हाल ल त्यो त्यहीँ लगेर हाल न ओ गयो भागो यहाँ भागो केटो ओइ कहाँ गएको भागो जाऊ पक्रिन जाऊ 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 छिटो भागो भागो छिटो जाऊ न यहाँ हामी यहाँ भिडियोमा छौँ यहाँ डर छ क्या अहिले अब हाम्रो बन्दैछ फ्राई प्यान चलाउनु होला चलाउनु आगोले डढिसक्यो क्या ओहो सानो पार्नु पर्ने छ कामै नलाग्ने फ्राई प्यान रहेछ यो 1000 गरेर सस्तो ल्याएको त सस्तो चिजले पखरा चले यस्तै पखरा चल्ला आँटो आरो देला पनि होइन होइन सानो आगोमा हुन्छ उयो हाल्नुहोस् बेसार हाल्नुहोस् आरो दे खै बेसार यहाँ छ ऊ नुन हाल्नुहोस् बेसार हाल्नुहोस् त्यो बट्टा देखेन त्यो राख घिउ माथि राख ऊ हो त्यहाँ बट्टामा छ पहेँलो गोलो बट्टा होइन गोलो बट्टा अलिअलि दबाई नदिकन हुँदैन हो त त्यहाँबाट थरथरी हाल्नुहोस् नुन हाल्नुहोस् पहिले नुन खै नुन अब लो नि त कति हाल्ने डढिसक्यो यहाँ आलु डढिसक्यो हो त त्यो अलिक हाल हाल न अलिक हाल लो 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 चलाइराख्नुपर्छ क्या त्यत्रो होइन बेसार थोरै हाल न हाल हाल तल हाल न अहिले नाटकै नगरिकन हाल ल कस्तो मान्छे बेसार पनि डढो के डढेको छैन सानै पारेछ यो फ्राई प्यानमा चाहिँ गाई हेऱ्यो होइन यो फ्राई प्यान चाहिँ सस्तो नकिन्नु पर्ने छ फ्राई नआउँदो रहेछ 1000 को फ्राई प्यान सस्तो भनेर ल्याएको होइन डढ त हौ अब यो फ्राई प्यानमा चाहिँ सुप मात्र बन्ने रहेछ सुप फ्राई चाहिँ प्यान तर सुप चलाऊ राम्ररी चलाऊ यसरी राम्ररी चलाऊ आलु फ्राई आफ्नो आलु फ्राई बनाउँदैछिन् आफ्नो सब्जी त बिचमा चाहिँ डढ्ने रहेछ कि के भयो केटो के भयो केटोलाई वाटर प्यान स्टिलको फ्राई प्यान काम नदिँदो रहेछ गाइज अब फलामकै फ्राई प्यान ठिक होला जस्तो लाग्यो बरु यो फलामको वक पेनमा बनाएको हुने रहेछ यहाँ स्टिलको बनाउने भएर ख्यासट्याक्स ओके गाइज एकदमै फ्राई प्यानमा भइसकेको छ आगो सानो पारेर बालिसकेको छौँ आरुदाले पकाइराख्नु भएको छ उहाँलाई हेर्न सक्नुहुन्छ तपाईँले एकदम राम्रो तरिकाले सिकिसक्नु भएको छ भोलिदेखि उहाँले डेली भात पकाएर खुवाउनुहुन्छ भन्ने हामीलाई अपेक्षा राखेका छौँ अनि त्यस पछाडि हेर्नुहोस् एकदम राम्रो आलु फ्राई गर्न सिकिसक्नु भएको छ एकदम फास्ट लर्नर हुनुहुन्छ उहाँ अब यो चाहिँ एकदम राम्रो कलाको रूपमा म लिन चाहन्छु जब चाहिँ पाकिसकेको छ आरुदाले पकाइसक्नु भएको छ उहाँ बेला बेला आँखा सन्काउनुहुन्छ बेला बेला आँखामा प्रब्लम छ माइन्ड नगर्नु होला अनि किन त यस्तो सन्काउने चलाउनुहोस् लास्ट फाइनल पाकिसकेको छ देख्न सक्नुहुन्छ अलिअलि डढो फ्राई प्यान कामै नलाग्ने रहेछ फ्राई प्यान अर्को नयाँ ल्याउनु पर्ने छ आलु चाहिँ रेडी भएको छ आरुदाले पकाउन थालिसकेको छिन् वा ओहो उहाँले कपालको डिजाइन पनि चेन्ज गरिसक्नु भएको छ कपालको स्टाइल वा आराध्या वा वाट अ भेरी गुड स्किल यु हेभ अनि ठिक छ ल पाकिसकेको छ अब त्यसपछि हामी रस पकाउन गइरहेछौँ अघि भात पाकिसकेको छ आलु अब रस के खाने रस रस पनि आलुकै के गुन्द्रुक के गुन्द्रुकसँग पनि मिठो छ गुन्द्रुक खाऊ न बरु गुन्द्रुक खाँदा कस्तो होला ल अब यो निकालेर हामी यसैमा गुन्द्रुक पाउँछौँ किनभने धेरै भाँडाकुँडा जुठो पार्नु हुँदैन अब अफ गरिँदैछ ओ थ्याङ्क यू गाइजहरू आरुदाले बनाउनु भएको छ अब नाच दिनुहुन्छ एउटा भाइरल डान्स कुन डान्स हो यो
कुन डान्स हो? शिव ताण्डव डान्स। ओ डेन्जरस डान्स भयो। यता छ हाम्रो भाइरल डान्स। खोइ खोइ भाइरल केटो ओ के गर्दैछ केटो? नाच नाच के गर्दैछ? ओहो डन बहादुर। ल ठिक छ, हाम्रो अब रेडी भइसकेको छ। थ्याङ्क यू भेरी मच। अब हामी फेरि तपाईँहरूलाई अरू भिडियो लिएर प्रस्तुत हुनेछौँ। आजको लागि धेरै धन्यवाद।